आज हामी म्याग्नेसियम रिबनलाई हावामा बाल्दा के रासायनिक प्रतिक्रिया हुन्छ त्यसको बारेमा विस्तृत रूपमा बुझ्नेछौँ। सर्वप्रथम हामी थ्योरी बुझ्छौँ, त्यसपछि हामी प्रयोग गरेर हेर्छौँ। थ्योरी अनुसार म्याग्नेसियम र अक्सिजन प्रतिक्रिया भएर म्याग्नेसियम अक्साइड बन्नेछ र पुनः त्यो म्याग्नेसियम अक्साइड पानीसँग प्रतिक्रिया भएर म्याग्नेसियम हाइड्रोक्साइड बन्नेछ। जुन म्याग्नेसियम हाइड्रोक्साइड अल्काली क्षार हो, जुन ग्यास्ट्रिकको औषधिको रूपमा पनि प्रयोग गर्छौँ। अब यसलाई हामी अब प्रयोगबाट बिस्तारै बुझ्दै जानेछौँ, जसमा म्याग्नेसियम हाइड्रोक्साइड अल्काली क्षार बन्यो कि बनेर भनेर हामी रातो लिटमस पेपर प्रयोग गर्नेछौँ, जुन रातो चाहिँ पछि निलो बन्नेछ, जुन म्याग्नेसियम हाइड्रोक्साइड क्षार भएको प्रमाण हो। अब हामी यहाँ यो म्याग्नेसियम रिबनलाई आगोमा राखेका छौँ, बिस्तारै हेर्दै जाउँ। यसरी म्याग्नेसियम रिबन चाहिँ हावामा बाल्दा चाहिँ सेतो ज्वाला भएर चाहिँ एकछिन बल्नेछ, जुन म्याग्नेसियम अक्साइड बनेको छ र हामीले पानीमा हाल्यौँ। फेरि पनि हामी पुनः दोहोऱ्याएर चाहिँ फेरि हेर्नेछौँ यस प्रतिक्रियालाई। फेरि पनि र अझ हामी क्लियर हुनेछौँ। विज्ञान भनेको थ्योरी मात्र होइन, प्र्याक्टिकल हो, बुझ्नेलाई एकदम रमाइलो छ। त्यही भएर जस्तै कति तेजको ज्वालाले चाहिँ बलेको छ, म्याग्नेसियम धातु हो एउटा, तैपनि आगोसँग यसरी ज्वालासहित रासायनिक प्रतिक्रिया गर्छ। अब हामी यसको के बन्यो भनेर हामी यसमा परीक्षण गर्नेछौँ। वास्तवमा त यो म्याग्नेसियम हाइड्रोक्साइड बन्यो। अब यो बन्यो कि बन्न हामी चाहिँ सुरुमा रातो लिटमस पेपर चाहिँ यसमा हाल्छौँ। यदि यो निलो बन्यो भने यहाँ क्षार बनेको छ, अल्काली बनेको छ भन्ने पुष्टि हुन्छ भने हामी यसरी बुझ्न सक्छौँ। अब हामी एकछिन भयो, बिस्तारै हामी अब अहिलेको रातो निलो भयो कि भएन हेर्छौँ। हामीले स्पष्ट देख्न सक्छौँ निलो भएको। ल फेरि पनि हामी हेर्छौँ दोहोऱ्याएर फेरि रातो लिटमस पेपरलाई फेरि अघिको घोलमा अथवा सोलुसनमा राख्छौँ। अब हेर्छौँ नजिक ल्याएर, अघि क्यामेराबाट टाढा थियो, अलि नजिकबाट ल्याएर हेर्छौँ निलो भयो। त्यसको मतलब त्यहाँ म्याग्नेसियम हाइड्रोक्साइड बनेको छ। यसरी हामीले थ्योरीलाई प्र्याक्टिकलबाट पुष्टि गर्न सक्छौँ। धन्यवाद।